गुड मर्निङ। आज मेरो 1 PM मा गुड मर्निङ भएको छ अनि भाइ नभएको भएर चाहिँ अहिले ढिलढिला उठेँ अनि अब एक्लै छु कहाँ जाने त आज भनेर सोच्दाखेरि आज म मन्दिर जान्छु प्लान बनाएर अनि झापझुप्प उठेर नुहाएँ फ्रेस भएँ अनि चिया कफी खाएर रेडी भएर मन्दिर जानको लागि अनि म जान्छु। एक्लै नै जान्छु। आजभोलि एक्लै हिँड्न मजा लाग्छ। एक्लै हिँड्नु पाउँदाखेरि चाहिँ मलाई एकदम फ्री फिल हुन्छ के लाइक म अरूले यो गर त्यो नखा त्यो गर त्यो म सक्दिनँ कि मलाई आफ्नै तरिकाले हिँड्नुपर्छ, आफ्नै तरिकाले खानुपर्छ, आफ्नै तरिकाले बोल्नुपर्छ होइन। मलाई कसैले रोकटोक गर्यो भने चाहिँ मलाई लास्टै इरिटेसन लाइक हुन्छु क्या अनि मलाई एक्लै हिँड्न मजा लाग्छ अनि म एक्लै मन्दिर गएँ। मन्दिरमा त झन् मजा आउँछ, पिसफुल हुन्छ, एकदमै शान्त थियो। अलिअलि भिडभाडको क्राउड त भइ नै हाल्यो तर मन्दिर गएपछि छुट्टै भाइब्स आउँछ क्या, छुट्टै फिलिङ्स हुन्छ, छुट्टै इनर्जी हुन्छ होइन। अनि म तल कुण्डमा गएँ अनि हेर्दैछु सबैतिर एकदमै खाली थियो आज अनि मजा आयो सबैतिर डुल्दाखेरि भिडियो बनाउनु पाउँदा सबैतिर मजाले आनन्दले दर्शन गर्न पनि पाएँ खाली भएको भएर। त्यस्तो प्याक थिएन आज, त्यहाँ माथि म साँझमा गएको थिएँ, त्यहाँ आरती हुन लागेको थियो अनि डुलेँ। यो अगाडिकोबाट भ्यू यो अनि जल नुहाउनु त मैले सकिनँ त्यहाँ गएर तर पनि मैले त्यहाँको जलहरू लिएँ, जलहरू छले कपाल नुहाएँ अलिअलि। अनि हाम्रो यो चन्द्रावती भगवान् चाहिँ लडेको ठाउँ हो होइन। सानोमा सोच्दा नि पढिन्थ्यो धेरै, आजभोलि चाहिँ पढ्ने गरेको छैन, पढ्नु पर्ने। मेरो घरमा त पढ्नुहुन्छ नै, मैले यता रुममा चाहिँ अब सधैँ भ्याइँदैन नि त त्यही भएर। अनि गोमाको कोठी भन्छ घर, उहाँहरू चाहिँ 1 महिना व्रत बस्नु हुँदो रहेछ क्या हाम्रो दिदीबहिनीहरू अनि त्यसकै लागि पूजा गर्दै हुनुहुन्छ। अनि म फर्केँ, भोक पनि लागेको थियो